दशा बाजा बजाएर आउँदैन भन्ने त सुनेकी थिएँ, तर साँच्चै त्यस्तै नै हुँदो रहेछ। यति राम्ररी, यति खुसीका साथ, यति पोजिटिभ एनर्जीका साथ घरका कामहरू गर्दै सुरु गरेको यो दिन यति डरलाग्दो, यति कहाली लाग्दो बनेर आउँछ हाम्रो जीवनमा भन्ने मैले कहिले सोचेकी पनि थिइनँ। यो दिन फेब्रुअरी 9 तारिकको दिन थियो र बिहान उठेर म चाहिँ आज धेरै दिन भयो जालो सालो गिराउनु पर्यो, अब गर्मी दिन लाग्दैछ, जालो लागिरहेको छ भनेर चाहिँ जालो सालो गिराउन थालेँ। यसै त म शनिबार जालो गिराउँथेँ, तर त्यस दिन चाहिँ अर्कै के बात थियो। म सोच्दै थिएँ आज चाहिँ मेरो जुन रुटिन थियो त्यो तोडियो भनेर। र यता सबै घरका यताउता सामानहरू मिलाउँदै ओर्दै, बिहान त एकदमै विशृङ्खल भएको हुन्छ नि त, मिलाउँदै ओर्दै म चाहिँ झाडु पनि गर्दै थिएँ, जालो पनि गिराउँदै थिएँ, सबै थोक मिलाएर गर्दै थिएँ। आज मलाई यो भिडियो एडिट गर्दै गर्दा पनि एकदमै मुटु कामिरहेको छ। कस्तो कस्तो समय आउँछ हाम्रो जीवनमा है, कस्तो नसोचेको दिनहरू आउँछ, कस्तो कस्तो पीडा भोग्नुपर्छ हामीले, कस्तो लागिरहेको थियो। र पनि धेरै हिम्मत जुटाएर म भिडियो एडिट गर्दैछु, किनकि मैले मेरो कामलाई निरन्तरता दिनै पर्छ, मैले यो काम गर्नै पर्छ, किनकि यो मेरो काम हो र यो काम मैले गर्नु अति जरुरी छ भन्ने सोचेर अब चाहिँ म कन्टिन्यू भिडियो बनाउँछु भन्ने सोचिरहेकी छु। तर त्यति सजिलो छैन, मेन्टली म यो भिडियोहरू बनाउने, एडिट गर्ने यो सब कामको लागि तयार त छैन, तर पनि मैले अलिअलि गर्दै आफूलाई तयार पार्नुपर्छ। अहिलेको समयमा नयाँ नयाँ राम्रो कन्टेन्ट दिने कुनै अवस्था पनि छैन, अरू बेला त हुँदैन भने यो अवस्थामा सोच्ने बुझ्ने क्षमता पनि हराउँदो रहेछ र सबै कुराहरूलाई मिलाएर बुझिदिनुहुन्छ भन्ने आशा राख्दछु। र त्यो दिनको भिडियो हेर्नुहोस्, मैले कति थोक काम गरिसकेँ, यतिन्जेल म ठिकै थिएँ, खुसी थिएँ, एक्टिभ थिएँ र आएर यो बगडी सगडी धोएर सुकाएर अनि आएर यता लुगासुगा मिलाउँदै थिएँ। यही लुगा मिलाएकै समयमा आमाले घरबाट फोन गर्नुभयो, पितालाई रातिदेखि नै त्यति सन्च छैन, रिङ्गटा लाग्यो भन्नुहुँदैछ, कस्तो कस्तो गर्नुहुँदैछ भनेर भन्नुभयो। म तुरुन्त गएँ। त्यसपछि के भयो, कस्तो कस्तो स्थिति आयो त्यो भनेर साध्यै छैन। चापोखा लग्यौँ, तिनसुकिया लग्यौँ, मेडिकल कलेज लग्यौँ तिनसुकिया, त्यसपछि लाँदै लाँदै डिब्रुगढ मेडिकल कलेज पुर्यायौँ। त्यहाँ पनि लगेर 3 दिनका दिनसम्म पनि केही उपाय नलाग्दा एमआरआई गरेर 3 दिनका दिन रिपोर्ट आयो। त्यसपछि अपरेसन गर्नुपर्ने खालको स्थिति देखियो। सोच्नुहोस् त कस्तो लामो प्रोसेस, कस्तो यो सोच्दाखेरि यति दुःख लागेको छ, अहिले पनि सोच्दाखेरि एकदमै रुन आउँछ मलाई। पिता निदाइसक्नु भएको थियो, बिचरा कति हेर्न खोज्नुहुन्थ्यो आँखा, तर बन्द भइरहेका थिए। हामी पनि भोक तिर्खा केही नभनी यताउता गरिरहेका थियौँ। हाम्रो मात्रै हतारले, हाम्रो मात्रै मेहनतले केही उपाय लाग्दो रहेनछ। मेडिकल कलेजमा केही नै उपाय लागेन, छिटो छिटो केही काम पनि हुँदो रहेनछ। एकातिर पिता निदाइसक्नु भएको छ, एकातिर आमाको अवस्था उस्तै छ, अनि यता मलाई फेरि भुँडी दुखेर यस्तो भएको छ, म हिँड्न नसक्ने भइसकेकी थिएँ। गुड्डुले खाना लिएर आइछिन्, त्यो खानाले हामीलाई धेरै एनर्जी दियो, धेरै ताकत दियो, हिम्मत दियो अरू काम गर्ने। अनि एमआरआईको रिपोर्ट पनि त्यसको खाना खाइसक्ने बित्तिकै आयो र हामीले पितालाई जबरजस्ती मेडिकल कलेजबाट डिस्चार्ज गराएर प्राइभेटमा लिएर आयौँ। अनि राति नै त्यहाँ डाक्टरले अब भोलि बिहानै सर्जरी गर्नुपर्छ भनेर भन्नुभयो। थाहा थिएन भोलिपल्ट एकादशी रहेछ। आमाले बिहानै नुहाइधुवाइ गर्नुभयो, बाथरुम कति अप्ठ्यारो थियो, त्यस्तै भए पनि त्यहाँनिर गएर हामी दुईजनाले नुहाइधुवाइ गऱ्यौँ। अनि यहाँनिर बाहिरपट्टि भगवान्को मूर्ति रहेछन् गणेशजीको, अनि आएर हामीले दियो सियो जलायौँ। त्यति गरिसकेर भित्र पसिसक्दा डाक्टरले तपाईँहरूको पेसेन्टलाई हामीले ओटीमा लगेका छौँ, तपाईँहरू आउनु भनेर बोलाए। त्यहाँबाट हामी गयौँ। अपरेसन हुँदै गरेको समय कसरी बित्यो त्यो हजुरहरूलाई म भन्न सक्दिनँ। 7 चोटि हनुमान चालिसा पाठ गरेँ, निदाई मलाई कस्तो भएको थियो, 2-3-4 दिनको निन्द्रा थियो, कस्तो कस्तो अवस्थामा थिएँ मै जान्दछु त्यति बेर। र हाम्रो कान्छो काका पनि आउनुभयो नेपालबाट त्यसै दिन अपरेसन भइसके पछाडि। मेडिकल कलेजमा हाम्रो यति लामो समय त्यहाँनिर बित्यो, के भन्नुहुन्छ, कस्तो लागेको छ, एकदमै नराम्रो लाग्यो हाम्रो यो सिस्टमदेखि चाहिँ। र हामीले पितालाई यता लिएर आयौँ र मेरो भाइ पनि आइपुग्यो त्यसै दिन, अपरेसन भएकै दिन बेलुका। र भाइको पनि कहाँ आउने स्थिति त थियो र भर्खर ट्रेनिङ सुरु भएको, रुदा गरेछ अनि पठाइदिएछन् 4-5 दिनको लागि। भाइलाई देखेपछि पनि धेरै शान्ति भयो। हस्त साथीहरू, फेरि भेट्नेछु अर्को एउटा भिडियोमा।